तँलाई भर जानु दिन्छ थ्याङ्क यू मलाई त जानु दिन्छ हेर्केटा सोल्टी यताबाट आऊ यताबाट थ्याङ्क यू है टाढो हिँड्ने गर्नु सरी ब्रो ठिकै छ फर्स्ट लेग अफ द जर्नी होइन र अलिकति अर्कै टाइपको जर्नी सुरुमा हुँदैछ अब सोरीले यसो घाडाघुड गरेर मिलाएको अब होइन ठिकै छ नि त नो प्रब्लम एज यु क्यान सी गाइज हामी चाहिँ यो चाहिँ पुराको पुरानो एयरपोर्ट हेलिकप्टर राइड सी इन अ बिट सरी ब्रो कुन चाहिँ हो त नि हाम्रो चाहिँ आजको राइड कतातिर छ ओके ओके सो हामी चाहिँ पुरानो एयरपोर्टमा है सो हाम्रो फर्स्ट लेग अफ द जर्नी अब हेलिकप्टरमा हुने भयो अब अर्को थियो तर एसबिसी एयरक्राफ्ट पाएँ हामी र पाइलट पनि पछाडि छ अब धेरै चेन्जेस भइसक्यो पुरानो एयरपोर्ट अब बाजे सबै प्लेन सेन हुने अब यो सबै आफ्नो हेलिकप्टरको पार्किङ स्पट्सहरू छ अनि मेरो पछाडि ह्यान्ड ग्लाइडिङ पनि छ है ह्यान्ड ग्लाइडिङ मनपर्ने टोली होला यहाँ चाहिँ ल सामान चाहिँ कार्गो चाहिँ लोड हुँदो रहेछ पछाडिबाट त्यहाँको रेस्टुरेन्टहरूको लागि नियरली एभ्री फ्लाइटमा लिएर जान्छ अरे सो हाम्रो पनि अब इसेन्सियल्स लाइक अब तेलहरू एग्स ब्रेड अब जे मगाउँछ उनीहरूले त्यहाँबाट हाम्रो फ्लाइटमा लिएर जान्छ अनि आई थिङ्क त्यो रेस्टुरेन्टको टोलीले पिकअप गर्छ अन अदर साइड तर या लुकिङ फरवर्ड टु दि हेलिकप्टर जर्नी फर्स्ट एभर वान फर मी है एउटा कुनै पनि चढ्ने अपर्च्युनिटी थियो तर भएन जस्ट नेपालमा आएर आफ्नै देशमा आएर चढ्न पाएँ सो ह्याप्पी विथ द्याट इन अ बिट सो सिमरिक एयर्स या ल असन्च ब्रदर है ल थ्याङ्क यू भेरी मच ल ओके अब फेरि फर्केपछि भेटौँला ल सरी गाइज सधैँ पाइलटको सिटमा बस्न लाग्छ कि हो फेरि को पाइलट हो बाबा ए ल भाइ म त एकचोटि वासरुम गरेर आउँछु है सर्टेज
ल गाइजहरू हामी चाहिँ हेलिबाट आइपुग्यो ल स्पेसल थ्याङ्क यू सोल्टीलाई उता अगाडि छ हाम्रो सोल होइन इट्स नट बिन पोसिबल होइन अनि सदीप ब्रो होइन सदीप ब्रोले चाहिँ हाम्रो क्याम्पमा यस्तो थियो स्टोरी चाहिँ होइन म चाहिँ खासै ट्रेक नजाने सदीप ब्रोले चाहिँ ल सदीप ब्रो हामी सँगै नेपाल जानेछौँ ट्रेक जान पर्छ मैले जाने हो र ब्रो म त अलिकति भ्याउ लाग्छ जानै पर्छ आफ्नो देशमा यस्तो मान्छे कति कति होइन कति तिरेर आउँछ तिमी आफ्नो देशमा हुने भए नजाने भनेर लन त भनेर बट नाउ होइन यस्तो अपर्च्युनिटी पायो मैले आम रियली ग्रेटफुल है ल हामी चाहिँ एबिसी आइपुग्यो नाइस सेफ इन साउन्ड हेलीमा सो एक्सपिरियन्स कस्तो भयो भने बाबाहरू होइन तर के हुँदो रहेछ भने अलिकति हामीले सदीपले पनि फिल गर्छ अलिकति जुम्म झन्यो भने त्यो एल्टिट्युडले हो र नि कस्तो अलिकति टाउको अलिकति जुम्मै हुँदो रहेछ क्या अलिक बज हाने जस्तो भएछ तर द्याट एक्सपिरियन्स वाज फकिङ वन्डरफुल होइन अब मेरो क्यामेराले नभेटे पनि आँखा अलिकति भेटेछ होइन तर इट्स नट लाइक अब आँखाको भ्यू है ल म देखाउँछु अगाडि सो दिस इज गाइज दिस इज एबिसी अन्नपूर्ण बेस क्याम्प है म माथि गएर अझै देखाउँछु है त मासु यो खोजको भिडियो यस्तरी आएको नि त पाइपुग्यो म चाहिँ हट सुप कसो छ मिठो छ हो हाम्रो भ्यू चाहिँ यस्तो छ है अब यो झ्यालमा चाहिँ झन् टक्क एक्स्ट्रा आउँदो रहेछ घाम फोटो खिच्ने ठाउँहरू छ आज यो चाहिँ फर्स्ट स्नो है त्यही त पार्क यहाँ मऱ्यो भनेर थाहा पाएको छ त्योहरू कोरियन भनेको त्यसरी प्रख्यात भएको छ पार्कलाई मनपर्ने ठाउँ कस्तो रहेछ भने
उभिएर चिज मेक स्योर एकछिनमा अब थर्मल सर्मल लान्छु मैले गाह्रो होला check out this place फर्स्ट चढेको हो कि त्यो 8,000 भन्दा माथिको हो कि अब यस्तो बार लाग्दो रहेछ मलाई माथि जानु नि आएको अब त अलि हिउँ भइराख्नु पर्ने बेला अनि पक्लिँदै गयो नि त म लास्ट टाइम आउँदाखेरि अलिकति माथि थियो अनि तल यो चाहिँ अब सबै आएको मान्छेहरू हैन उनीहरूको पासपोर्ट साइज फोटो टालेको छ सदीपले पनि लिएर आएको छ हामीले पनि ठ्याक्कै वालेटमा एउटा रहेछ हैन ल हाम्रो पनि जान्छ अब एकछिनमा टेप वेटिङमा हो यस्तो छ टेप वेटिङ गर्यो अब हाम्रो पनि जान्छ अब यहाँ फोटो सदीप ब्रोको फोटो गयो अब सर अलिकति अब 2-3 वर्षपछि आउँदाखेरि फेरि हेर्ने फोटो मेरो त म मान्छे भयो पुगेर अब यहाँ चाहिँ सबै मिलेर एभ्रिथिङ इज टिम वर्क हैन टिम वर्क मेक्स द ड्रिम वर्क भन्छ त्यसलाई आई थिङ्क यो काठ उठाउन आँटेको कि के गर्न आँटेछ पावर चाहियो भने हैन सबै मिलेर बाट आयो तल अब सबैले अब फोटो खिच्ने पोइन्ट आयो एज यु क्यान सी हैन हिउँ चाहिँ योभन्दा पनि बढी पर्छ अरे बेसरी अझै बढी पर्छ भने टोटली बनाइ गरिदिन्छ अरे फर सेफ्टी रिजन्स एज यु क्यान सी हेर न यहाँ इट्स कम्प्लिटली सलिड है कम्प्लिटली सलिड छ यो चाहिँ सानो रिभर हो अरे आई थिङ्क यसो राम्ररी सुन्यो भने त्यो सुन्छ क्या रिभर वेयर इज नट फ्रोजन होइन एज यु क्यान सी इट्स लाइक कम्प्लिटली फ्रोजन होइन कम्प्लिटली फ्रोजन छ सधैँभर चाहिँ अगाडि गइसक्यो हाम्रो चाहिँ अब उता अगाडि गएर फोटोसुट हुन्छ सधैँ ब्रो यस्तो मजाको फ्रोजन होइन बाबा दामी भ्यू हेर न भ्यू गाइस
not every day हैन you get to see the mountains close face up हैन म पनि यहाँ फिल भइरहेको छु altitude मलाई चाहिँ अलिक फिल भइरहेछ तर तपाईहरु आउनुस् भने अलिकति प्रिकसन अब खानेकुरा राम्ररी खाने अलिकति ट्रेनिङ लिएर म जसरी घटरस नहो लाग्ला फेरि सरी बोले अब चाहिँ एउटा यहाँ चाहिँ खता लगाइदिने रे कता बान्छ यताबाट एन्टी लाइट हुन्छ यताबाट खिच्नु पर्यो ल टु अब के टु गुड हेल्थ गुड लाइफ गुड एभ्रिथिङ है ल सदीपको फ्यामिलीलाई सबैलाई फलोस् सबै यहाँ उसलाई फलोस् सेफ्टी फर्स्ट है सेफ्टी फर्स्ट सबैलाई है त ल यस्तो छ भ्यू गाइस है ल है यो चाहिँ हाम्रो चाहिँ अलिक एक्सक्लुसिभ पर्यो यो भ्लग चाहिँ सबैलाई जानकारीको लागि अब नयाँ डिजाइन आउँदैछ है मेरो भ्लगमा हेर्नुहोस् होला सो यो चाहिँ अब ओल्ड बोर्ड पर्यो होइन एज यु क्यान सी हाम्रो यहाँको लोकल दाजुभाइहरूले हो चेन्ज गर्ने अब साइन यहाँ छ है यो साइन चाहिँ अझै राम्रो अझै लेभल अप होइन यो दुई भागमा जोडेर अब ड्रिल सिल लगाएर कसरी हुन्छ यहाँ जोडिन्छ अनि आफूहरू सबैको लागि झन् दामी फोटो आउँछ गाइस क्विक अपडेट हामी हाम्रो एबिसीबाट तल चढेर आयो एउटा पाथ छ होइन सो हामी चाहिँ तल एमबिसी जाँदैछ है सो हाम्रो ब्याचलरको फोटोसुट हुँदैछ सदीपको इन्स्टाग्राम पनि बाई द वे गाइज है सदीप घोथाने गुरुङ है गाइज है अनि गुरुङ सेनीहरू कोही छ भने अब यसो है म इन्स्टाग्राम राखिदिन्छु कमेन्ट डाउन बिलो ओर डाइरेक्ट मेसेज है यहाँ चाहिँ अलिकति पानी चाहिँ अलिकति मेल्ट भएर अलिकति फ्लो भएछ स्टिल आइसी त आइसी छ होइन बाबा ढुङ्गा होइन ढुङ्गा खतरै ढुङ्गा केयरफुल रोड्सको ए यो माथिबाट लाइट हुल्यो फ्रोजन लेक बिस्तारै यो ठाउँ चाहिँ एक्चुअली चाहिँ टोल्ग्यो भन्ने ठाउँ हो कि या अनि यहाँ चाहिँ अब पहिला अब एबिसी भन्दा एबिसी सँगसँगै यता पनि एउटा होटेल नै थियो यहाँ तर यो पोइन्ट चाहिँ कस्तो छ भने अलि हावा चल्ने छ कि अनि त्यहाँबाट चाहिँ अनि मान्छे चाहिँ सर्यो पहिल्यैदेखि नै यहाँ चाहिँ कस्तो भने अलिकति सानो ताल जस्तो थियो कि ए ओके अब अलिअलि बढ्दै पनि गयो होइन अनि मान्छेले अलिअलि हाम्रो यहाँको लोकलहरूले चाहिँ अलिकति यसलाई अलिकति ठुलो बनाऊँ न त भनेर नेचुरल पानी नै हो ए ओके आइरहेको छ यसलाई चाहिँ त्यो अलिकति फैलिन मात्रै दिएको यो फ्रोजन छ फ्रोजन नभएको यो माछा गुज्रेको छाया यहाँ माछा गुज्रेको छाया त्यो अन्नपूर्ण साउथको छाया यहाँ पर्थ्यो कि उताबाट फोटो खिच्दा दुवै साइडबाट चाहिँ हिमालको छाया हुन्थ्यो कि र हामीले त्यो चान्स मिस गरेको ठिकै छ राम्रो छ यो ठाउँ राम्रो छ आनन्दले त्यो तालको छाया हेर्दा चाहिँ एकदम सेटिस्फ्याक्सन कि मजा लागिराख्ने त्यस्तो खालको ठाउँ छ कि ठाउँ त्यसरी राम्रो फ्रोजनले गर्दा त्यसो भए यो लेक चाहिँ कि चाहिँ फ्रोजन कि चाहिँ अब पानी भएर बसिरहेको छ पानी भएर चाहिँ अहिले डिसेन्डमा हो यो चाहिँ वकिङ स्टिक काम लाग्ने भनेको आई थिङ्क यही बेलामा होला किनभने अलिकति तल जाने बेलामा चाहिँ होइन अलिकति यसको इम्प्याक्ट उस हुन्छ नि त
मैले भने अलिकति टक्क यस्तो गर्नु मिल्यो प्लस यो स्टिक चाहिँ मैले लेग साइडमा किनेको अलि एन्टी सक हो कि के भनेको थियो है अलिकति त्यो यहाँ चाहिँ अलिक स्प्रिङवाला हुँदो रहेछ सो यो डिजाइन चाहिँ यस्तो छ है सो यसरी केर्सिङवाला मैले ट्याक्क यस्तो गरिन्छ होइन भरे फुल फङ्सन देखाउँछ यसको अब हेर न ड्याङ आएर बिचमा खसेको छ ढुङ्गाहरू है सीन अफ ब्युटी सोल्टे ढुङ्गा पनि ड्याङ आएर बिचमा राखिदिएको जस्तो छ त के हो पक्का फिल्मै होइन यहाँ त एउटा म्युजिक भिडियो जान्छ हौ हट कसरी फर्म भएको कि चाहिँ so this route is all downhill as you can see Solti is already down there we are just going at a slow pace hey see you in a bit look at this view that's it that is Machu Picchu base camp that's our next destination hey guys त्यहाँबाट भेटौँला तर all the way you can see होइन it's all downhill है what a view fishtail ल आयो हामी MBC एकछिन रेस्ट गर्छु say welcome to Fishtail Guest House and Restaurant Machu Picchu Base Camp 3,700 meters है राम्रो छ यहाँ पनि अरूहरू छ बट भित्र हेरौँ न के छ है ल फलो मेरो सोटीलाई त्यो चाहिँ च्याट्टो परेको रहेछ है यहाँ न यसो पछाडि गयो भने हाम्रो आयो चाउमिन सो MBC को ब्रेक हाम्रो लन्च टाइम है हामी खायो गाइस ल गाइजहरू यो चाहिँ बिहाइन्ड द सिन्स है अब फोटो खतरा निस्किन्छ तर यसरी खिच्नुपर्छ फोटो गाइज है अब एङ्गलमा ठिक छ ल यस्तो राम्रो भ्यू है सबैजना यहाँ माछु पुछी बेस क्याम्पमा आउने बेला प्लिज यो फिस्टेल गेस्ट हाउसमा आइदिनुहोस् है खाने हो त्यसपछि यहाँ आएर एकछिन घाम ताप्ने हो यहाँ हेर्ने कि होइन उता हेर्ने कि जतातिर हेर्ने नि राम्रो भ्यू छ हावाबाट नि धेरै उस छैन किनभने यो माउन्टेनहरूले हावा नि ब्लक गरेछ सो पर्फेक्ट टेम्परेचर छ यहाँ चाहिँ है अनि आई थिङ्क यो चाहिँ के लेखेछ त्यहाँ तल सो नेपाल अन्नपूर्ण रेस्क्यु सेन्टर है
है फर्स्ट एड पोस्ट नि रहेछ त्यहाँ ल हामी चाहिँ अब माछापुच्छे बेसाङबाट हिँड्यो आवर नेक्स्ट डेस्टिनेसन इज देउराली है सो इट्स 1.5 hours जति लाग्छ भनेछ सो स्ट्रेट डाउन है गाइस सो बिचमा देखाउँदै गर्छु सी यु इन अ बिट हेलो नमस्ते भोटे हो भोटे हो र मिक्स त्यही त अलिक मिट एन्ड ग्रिट बिफोर वी स्टेप अफ अगेन हामी यहीँबाट झरेको हो माथिबाट यहाँबाट झर्दा त चिनेको मान्छे भेटेर सो बोल प्रायः जस्तो सबै यहाँ चिनेको रहेछ सोल्टिलो उता Sorry, bro. So, how is the first part of the journey been so far? Superb, bro. That's good. That's good. हामी एम्बेसीमा छ Yeah. रमाइलो भइरहेछ It's good. It's good. मजाले घाम पनि हैन भ्यू पनि घाम पनि मजाले ताप्न पायो ठिक छ ठिक छ चाहिँ अब काउली है माउन्टेनको काउली भ्यू चाहिँ यहाँ जताबाट पनि देख्छ है गाइस भ्यू चाहिँ जताबाट पनि देख्छ भ्यू चाहिँ अच्छा छ है ल अब चाहिँ अलिकति डाउन हिल है डिसेन्ड चिसो छ चाहिँ ल ड्रप चाहिँ खतरा छ है कता हो काले फेरि ल यस्तो छ रुट है एकछिनमा भेटौँला Look at this view. Wonderful. Oh. That's. अलिकति जाने आइसी नि हुनसक्छ अहिले त अलिक ठिकै छ सो प्लिज माइन्ड योर फिट है अलिअलि त ल आउनु आउनु है म तपाईँलाई हल्का खिच्छु आउनु 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 अलिकति खिच्नु पऱ्यो सो अब हेर्नु यहाँबाट यसो दुःख गरेर जान्छ सबैको सामानहरू सबैको यो दोकानेहरूको उसहरू यस्तो बलियो हुनुहुन्छ ल राम्रोसँग जानुहोस् है ल पुग्छ ब्रदर पुग्नुपर्छ ए त्यो भाइहरूको ग्रुप हो सँगै बसेर गफ गर्थ्यो हाम्रो ग्रुप पछाडि आउँदैछ भन्दै थियो तिनीहरू त हिँडिसक्यो माथि जान्छु अरे सुई गयो गर त्यहाँ खाऊ न अब धेरै छैन त्यही माथि This is the second group. We met the first group earlier. His friends, yeah. Now we are on the way to Deurali. That's the next spot. See you guys. On the way. Gएको छैन. We are still on the way. Namaste. Namaste. What a beautiful view now, yeah? So come into like a big namaste, namaste everybody, namaste.
Wow, look at the view, guys. This is amazing. Wow. अनि केटाहरूले त के फेला पार्यो भने फेरि साउन्ड चाहिँ चिक चिक डाँफे राइट दे देख्न त दिएछ डाँफेलाई होइन जस्ट उता 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 देख्यो नि स्ट्रेट हेर त टक्क कति भन्दा 100 मिटर स्ट्रेट उता देख्यो नि कालो कालो ए आई थिङ्क सो यहाँ त्यो भित्र अलिकति छ त्यो सबै ग्रुप भेटे त हामीले त ए ल ल ल अल द बेस्ट गाइस एबिसी नै पुग्ने हो कि आज एबिसी नै पुग्ने भनिरहेछ सास नरोकिदासम्म या त्यो हुन त छैन मासु पुसी अब यही पुग्छ अनि पछि रेस्ट गर्ने अनि जाने है मजाले ल केटा अल द बेस्ट है ल Thank you. You? नेपाल Oh, yeah. Nepal but we came from the UK yeah It's about 2 hours, yeah? roughly 2 hours yes yeah roughly 2 hours yeah okay all the best have fun yes भाइ ठिक छ कस्तो राम्रो देखेको यो ल he was from Holland guys what a nice chap उसले पनि एउटा गाइड लिएर हेर्नेछ हैन पुग्दैछ तर बुढा मान्छे जस what an effort ल है त सो एउटा स्ट्रिम यहाँ माथिबाट आवर फ्लो हुँदैछ दिस इज प्रब्ली फ्रेस वाटर है म अलिकति खाएको देखाइदिन्थेँ तर अलिक बिरामी बस्छु नदेखाऊँ होला गाइज म त भने खाएरै देखाइदिन्थेँ पानी होइन तर अलिकति अन्डर द वेदर अलिक बिरामी बस्छु Stay tuned. ल गाइसहरु डस्टबिन नफालै तिम्रो मैलाहरू है बाहिर नफालै It's a quick rest. What a place to rest. हेर न भ्यू हेर गाइस यहाँ तल एउटा सानो खोला नि छ सानो होइन ठुलै सरी यहाँ फ्लो भएर all the way down हाम्रो रुट स्टिल यताबाट एउटा जाने नै छ आई थिङ्क मेबी इन टाइम कट्यो भने यो डाँडा सनसेट तल पार्न सक्छ तर अहिले चाहिँ योले ब्लक गरिरहेको छ सो हामी अलि सेडमै छु डाइरेक्ट घाममा छैन तर यो घुम्ती कटेपछि डाइरेक्ट घाममा पर्छ है मजाले कट भएको बनाउने नै Siano waterfall it's coming from all the way up there. Got a bridge it's going all the way down there. Got a fog glass well as you can see behind me it's getting foggy eh? Still Deorali puigeko chaina धेरै छैन I think about 10-15 minutes मा पुग्छ होला but हामी धेरै धेरै फल हामी छ त अब चाहिँ हुसुकिरा लाग्यो foggy everywhere a bit of a climb up है How's it going mate थकित भयो थकी त भयो ल हाम्रो रेस्ट पोइन्ट आइसक्यो है दिस इज हाम्रो रेस्टिङ यो ठाउँ चाहिँ के हो यो ठाउँ चाहिँ न यो ठाउँमा अँ त्यो
देउराली ए सरी मैले के सोचेको हेर्नु देउराली आउन बाँकी नै छ हाम्रो रेस्ट पोइन्ट पनि भने ल गाइस दिस इज शेष पसिरहेको एकछिन त कहिले एकछिन त होइन कहिले पुगौँ जस्तो भइरहेको तर लगाइ हामी चाहिँ देउराली आइपुग्यो है ल यस्तो छ है ल म देखाउँछु कस्तो मजाको हरियो टकटक डिजाइन है शेष भयो गाइस अब अलिकति एक्सर्साइज छु है 2026 That's the year of fitness, making money. Nepal हो र यो guys. Hah? Oh ya, masih. हाम्रो भाग बाँकी रहेछ होला नि त्यहाँ ल ल ल So this one is welcome to me Pananoro Sorry, it's okay. So Sandeep, how long do you think is to Deura? No, Himalayan ki Himali? We'll be there in 30 minutes. 30 minutes, Roger. We did like around 7 hours. 7 hours, yeah. Piece of cake, innit? Yeah, man. तर गाइजहरु प्रिपेयर भएर आउनुस् त्यही हो मोरल इज भेरी हाई ओके दुईजना चिन्चान भएन भन्छ त अझैसम्म चिने नहोस् हौ 14 years, 15 years पछि 14-15 years पछि भेटेको बाबा दाइ हो हैन एक ब्याच जुनियर एक ब्याच जुनियर दाइ चाहिँ एक ब्याच सिनियर ए सँगै बास्केटबल खेलेको विनोद दाइको भाइ हैन निरञ्जन दाइ अब भाइ गरे भयो अब खुसी लाग्यो त्यही त आमा के खाएर जाम त ल जोरालीबाट हिँड्यो है हिँड्न त अघि नै हिँडेको तर अब अलिकति नाइट ट्रेक होला जस्तो छ है यहाँ चाहिँ बी केयरफुल है गाइस यसको माथिबाट आउँदैछ यहाँको है ल अलिकति अँध्यारो छ तर माथि अलिकति जुम गऱ्यो भने बुद्ध छ यो चाहिँ हिस्टोरिक प्लेस अलि नजिकबाट देखाइदिन्छु अलि रातिमा देख्न गाह्रो हुन्छ तर दिस इज इट या हिँड्दै गर ल अलिकति अँध्यारो भयो
But we continue, we march on. Right? See you in a bit, guys. Hello, guys. We finally made it. Himali. हाम्रो आकाश सुल्टीको यो चाहिँ है गाइस अहिले अलि राम्रो देख्दैन म देखाउन खोज्छु हैन के छ तर भोलि चाहिँ झन् उज्यालोमा राम्रो हेरौँला तर लेट्स सी के छ यहाँ सो माथि हेर्यो भने टाइटल देख्दो रहेछ होटल रोयल फ्यामिली हिमालयन लज एन्ड रेस्टुरेन्ट है सबजना आएर यहाँ एक बस्दिनु होला एक्सपिरियन्स हस्पिटालिटी ल गाइस हिमालीमा आइपुग्यो त्यो लास्ट वानमा झुक्यो है त्यो लास्ट वान चाहिँ होइन है सो लास्ट वान चाहिँ होइन तर त्यो म्युट गरिदियोस् अघि नै आकाशको ठाउँ यहाँ स्टे भनेर मैले झुकाएँ तर दिस इज द राइट वान है हाउ डु फिल अब यहाँ त सोध्नु पऱ्यो यहाँ पो सोध्नु है एकछिन त शेषै भयो नि त तर सुइसी हुन त रमाइलो त आयो In total, today we did like almost 9 hours. Almost 9 hours. हत्तेरिका ल शेषै भयो तर आइपुग्यो अब एकछिन ब्याक साइड भयो एकछिन हेरौँ है भित्र चाहिँ यस्तो छ है टक्क लाएर पक्का कुर्जी होइन उता चाहिँ ओहो यो पछाडि पनि रहेछ चाहिँ दिस इज द किचन होइन है सन्चै हुन्छ एन्ड दिस इज यो डाइनिङ स्पेस चिल आउट रुम या सबभन्दा हरेक चिज लाग्यो यहाँ आई क्याचिङ मलाई यहाँ मन पर्यो ल है त Himalayan organic coffee beans menu पर्सन सोसहरू सबै पाउँदो रहेछ टक्क यहाँ छ भोलि बिहान राम्रो हेरौँ ल यस्तो गाह्रो गरिदियो क्या आज रिल्याक्स टोयलेट कसो छ हाम्रो फर्स्ट डिनर है आज वेदर इज भेरी भेरी कोल्ड यहाँ छ यहीँ छ यहाँ तातो पानी यहीँ छ हाम्रो चाहिँ यहाँ हल्का रमाइलो नि भइरहेछ हाम्रो होइन आफ्टर हार्ड हाइक होइन यसो रमाइलो नि गर्नुपर्छ घरले दुध चलाएर ल ल सधैँ सुरु गर है ल सुरु ल है सदीपले नि दुईचोटि थप्यो है पक्का ठ्याक्कै होइन यही चाहेको यही रहेछ जिउ होइन ल एकदमै फर्स्ट क्लास होइन थपिसक्यो यो त सक्दैन तर एकदमै दामी छ